हेलो गाइज हेलो हेर्नु त नाकीमा फलेको फुलेको भनौँ न हैन यसरी फुल्छ नाकीमा हा हेर्नुस् 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 यी नाकीमाको फुल टिप्नु आएको छु आफ्नै बगान छ मेरो है कृषि क्रान्तिको दौडमा यो पनि रोपेको छु मैले बगान लाएको छु नाकीमा यो जङ्गलबाट लिएर रोपेको यो तरकारी बहुत मिठो हुन्छ आयुर्वेदिक पनि हो यो है औषधिको काम पनि गर्छ यसले हेर्नु होला यहाँ एक झोला यस्तो टिपिसकेको छु ल हेर्नु यहाँ गाइज खानु भएको छ गाइजहरु कति नचिनेले चाहिँ कसरी खाने भन्छ यो ठक्क ठक्क केलाउने टुक्रा टुक्रा बनाउने करेला जस्तो भुटेर खाने एकदम दामी हुन्छ करेला जस्तो तितो तितो तर करेलाको भन्दा बेस्ट दामी टेस्ट हुन्छ यसको टेस्टी ए मेरो बगानमा इस्कुस समेत आएर फलेको चाहिँ फेरि यहाँ ऑरेंज यो छिप्पिनमा हस्त नमस्ते फेरि भेटौँला लाइक कमेन्ट गर्न नछोड्नु होला गाइजहरु